अब संख्यामा थोरै छौँ, अब हाम्रो संख्या अनुसारले जसरी गर्न सक्छौँ तर सभ्य शान्त तरिकाले गरौँ भन्ने कुरा हो। थाके राजसभाहरू यो बैलारे उभ्याइ भयो, बैलारे आन्दोलन भयो भनेर होइन, अब अरूको प्रतिक्रिया के छ भन्नेतिर हामी म एउटा प्रश्न भनौँ, सूर्य थापाजीले के भन्नुहुन्छ, किन भन्नुभयो त्यो त उहाँको हो। तपाईँलाई रियालिटी सो चाहेको भए रियालिटी सो हेर्नु जहिले पनि। यो मान्छेको बारेमा तपाईँको के छ धारणा, यो मान्छे बारे त्यसको लागि त हामी राजनीति गर्न आएको होइन। तपाईहरुलाई याद छ सो आई डोन्ट केयर, वी डोन्ट केयर। उहाँले लेख्नुभयो गजब, उहाँको बोल्ने यो के भन्छ राइट छ, त्यस्तै राइट अरू सामान्य नेपालीहरूलाई पनि दिदिनु होला होइन। त्यो त्यति राइट चाहिँ नि नेपाल सरकारले सबै नागरिकको सुनिश्चित गरिदिनु होला होइन, उहाँको मात्रै होइन। उहाँलाई जे भन्न मन लाग्छ अझ गजब भाषाले ट्विटरमा लेखिदिनु होला, अनुरोध छ। एउटा घटना सम्झाउन चाहन्छु। तपाईहरु आम नेपालीले एकदमै लज्जास्पद तरिकाले संसदको अभ्यासलाई हेर्दै गर्दा एउटा अराजक तरिकाले त्यहाँ